everyone, welcome back to our YouTube channel. मस्त रेडी भएर जान लागेको स्याङ्जा। हामी को जाँदै छौं भने मम्मी मेरो पुन्टी यताउता मेरो पुन्टी नि जाँदै छ। मम्मी किन भूत जस्तो भएर आउनुको अनि बेबी रेडी भएर आइसक्यो। हेलो गाइज भन्दिउ न। हाय गाइज पदिउ न। हामी चाहिँ भोलि चाहिँ कुल पूजा छ भोलि, त्यही भएर हामी चाहिँ आज जान लाग्यो किनभने भोलि बिहानै जानुपर्छ उता मन्दिरमा, हाम्रो कुल मन्दिरमा। त्यही भएर अनि सो आज चाहिँ हामी चाहिँ उसमा स्कुटरमा जाँदैनौँ, हामी बसमा जान्छौँ किनभने कुखुरा कराइरहेको छ कि भोलिको लागि कुखुरा लैजाने हो। कुखुरा लैजाने हो। बेबीले कुखुरा बोक्छ है। बोक्छ कि किन टोकिदिन्छ? टोकिदिन्न हो कहिले टोकेर अनि त्यही हो। मैले चाहिँ सेकेन्ड टाइम परेला हालेको है। झुसुल्किरा जस्तो देखिन्छ होला है आँखा त। बेबी नाना कस्तो देखिन्छ? राम्रो देखिन्छ। नगर त्यसले काट्छ। हाम्रो चाहिँ बस चढेर पोखरासम्म जान्छ। अनि पोखराबाट हुन्छ हस्। अनि पोखराबाट अर्को बसमा चाहिँ जान्छौँ। गाइज म त हिँडेको पोको बोकेर। गरौँ रहेछ छ। यहाँ चाहिँ दुईटा यहाँ चाहिँ दुईटा छ। एउटा बाबु अब हामी जाने हो गाइज। बाई भनिदेऊ। पृथ्वी चौकायम बेबी हामी त हेर त गर्मी भएर कि पसिना निस्केर। अब हामी चाहिँ हिँड्दै हिँड्दै उता जान्छौँ स्याङ्जाको बस लाग्ने ठाउँ। स्याङ्जा जाने बसमा चढेँ अब है। फुपूसँग भन न बुझ्नु हो। बसमा चढेँ म कति हिँड्छ थके लाग्यो। बोक्दा बोक्दा काँधै दुख्यो। बाबु कान देखियो। अनि उता एक्लै बस्नु झ्यालमा बस्ने कि हामी पनि झ्यालमा बस्ने हालेर। गाइज मैले ललिपप खाँदैछु भन न। भर्खरै आएम स्याङ्जामा। गाह्रो भयो बेसरी बसमा। कतिको फालेको हो नि बिचरा गाडी लागेर कुखुरालाई पानी छम्किँदैछु म यहाँ यताको कुखुरालाई नि। बल्ल एक्टिभ भयो कुखुरा एक्टिभ। अन्त अघि हुन्थ्यो यहाँ लोसे भएर बसेको थियो। मर्निङ गाइज हामी चाहिँ रेडी भयौँ अब मन्दिर जानलाई। अहिले चाहिँ 7:30 बजेको गयो। अब हामी जिप कुद्दैछौँ। पानी पर्यो डर लाग्यो जिपमा कसरी जाने भनेर। हाम्रो ड्रेसअप चाहिँ यही हो लुङ्गी। जिप आइसक्यो। हामी चाहिँ यो जिपमा जान्छौँ। पानी छिरेन पछाडिको सिटमा पर्छ। पानी नछिरे हुन्थ्यो यहाँभित्र। छिर्यो भने बर्बाद हुन्छ। गाइज हेर्नु यस्तो पानी पर्यो। आज बिहान त झन् गडबड गरेको थियो। अहिले चाहिँ भएन। अब यहाँभित्र बस्छौँ। लेट्स गो गाइज लेट्स गो। चटपटको भाउ हाल्यो। अब हामी जान लाग्यो कुखुरा सुखुरा बोकेर। दुईटा तीनटा चारवटा हो बाजे। छवटा दुईटा छवटा कुखुरा। यता हाम्रो बाजे हुनुहुन्छ। ल भाइ
बाजेर त होइन भने डाइरेक्ट बाई भनिदिनु भयो। अब हामी जान्छौँ हल्लिँदै हल्लिँदै, कस्तो बाटो थाहा छैन। म त फर्स्ट टाइम जानु लाग्यो हाम्रो कुल पूजामा, दि चाहिँ गइसक्नु भयो। अब हामी जान्छौँ, हुनुहुन्छ मेरो कुखुराहरू हुनुहुन्छ। अहिले त मजा छ। अहिले पछि गाउँमा उक्लिँदाखेरि के हुने हो हालत, मलाई त कहिले म गएन के हो। हाम्रो गाउँ जाने बाटो त राम्रो अरे, राम्रो होस्। 2 hours later. सबै भिरकोट जान्छु, भिरकोट हाम्रो कुल मन्दिर चाहिँ भिरकोटमा छ। अफरोड स्टार्ट भयो। कता नि यहाँको मान्छे सबै चिप्ले लाए। नुनु गरेन हो, नुनु गरेन हो, नुनु गरे हो। ल यता यता बेबी, यता यता। उफु के खाएको? अर्को चाहिँ चिप्स खाएको। पूजा गरेर खानुपर्छ नि त। अनि हाई गाइज भनिदेऊ। ल दुईजनाले एकैचोटि हाई गाइज भनिदेऊ। हाई गाइज भनिदेऊ न। यता छन् सबभन्दा सानो मान्छे। ल अब हामी जान लाग्यो फेरि। हाम्रो सफर स्टार्ट। दुईटा बस के अरे जिप आउँदैछ यता। कहाँ बेबी तिमी? मासतिर हो, यता हो, भित्र हो। ल ल ल बेबी आऊ भित्र जान। यहाँ भित्र गुड गुड। मेरो यहाँ सिट बेल्ट छ। 5वटा रहेछ जिप। त्यो चिलो ठाउँ। अब थोरै हिँड्नुपर्छ है बेबी। फाइनली वी आर हियर। अनि म कस्तो चिचा थियो अघि, त्यतिखेर हाम्रो मैले सुट गरेन कि। वाह कस्तो राम्रो देखेको। हामीहरू जाँदैछौँ मन्दिरतर्फ, हाम्रो भिरकोट मन्दिरमा। ठिक भएछ त, नत्र गाह्रो हुने है। हाम्रो मम्मी कुखुरा बोकेर हेर्नु यहाँ फेरि यहाँ डुङ्गा जत्रो छ। यहाँ यो के भन्छ होला मम्मीलाई? पिरिङ्गो डुङ्गा जत्रो छ यहाँ हाम्रो अङ्कलको। कस्तो राम्रो रहेछ, कति राम्रो है। वाह खतरा दामी रहेछ। फर्स्ट टाइम आएको। आई एम भेरी इम्प्रेस्ड गाइज। कस्तो राम्रो बाटो नि, यहाँनिर चाहिँ राम्रो बनाएको। मन्दिर चाहिँ अलिक कहाँनिर कति राम्रो रहेछ क्या। त्यहाँ चाहिँ कुन्तीले बस्ने कुरा बोकेर डरायो के त्यो। अब मन्दिरमा आयो हामी। त्यहाँ त्यो उस पनि काट्ने रहेछ। यो के भन्छ यो पाडा मन्दिर। कति ठुलो हो यो त बा। उ त्यो यो यो
Oh my god. By the way, मैले अर्को फोनबाट चाहिँ सुट गरेको किनभने मेरो बाटो राम्रै आएन त्यही भएर यता हामी चाहिँ अब यहाँ पूजाको सामानहरू रेडी गराउँछौँ यता मम्मीले रेडी गराउनु भयो मम्मीले त पुरा रेडीमेड रेडी अनि एकता पनि हाम्रो भाउजूले रेडी गर्दै हुनुहुन्छ सामान भाउजू यताबाट चाहिँ पञ्चले आउँदैछ नकराउ आन्टी नाच्नु अब हामी पूजा गर्न जाँदैछ पूजा गर्ने है भिड लास्टै भिड त्यहाँनिर पूजा गरेर हामी चाहिँ भर्खर पूजा गरेर आए कति धुवा हेर्नु सबै धुवा आँखा केही देखेन भित्र झ्याल यत्रो सानो छ त्यही धुप बालेर मर्न लाग्यो हामी रोयौँ सबैको आँसु चुहिएर यता मस्कारा लगाएको मान्छेको आँखा कालो जो दिदीको नै आँखै कालो थियो अघि पुस्नु भएछ
बजेभित्र जानु भएन है? भित्र गएर फुलपाती चलाएर ए आउनु हो कि म नि धुप बालेर आएको लास्टै गाह्रो भयो त्यहाँभित्र मान्छे धेरै झ्याल यति सानो छ अनि सबै त्यही बालेर गुड दिदी तिमी जान्न पूजा गर्न पूजा गर्न जान्न हो पूजा गर्न जान्न हो किन सबै कुरा नानीहरूलाई अचार हुन्छ धेरै पैसा मेरा 2टा छोरीहरू छ है अब हेर गोडा धोएर यहाँ जल खाने दिन हामी जाँदैछौँ खाजा खान हामी त चटपट बनाएर खाने चटपट यता हान त ओह दाजुभाइ उता हाँसमा मातेर हिँडेछ यहाँ चाहिँ पकाउँदैछ ए खुइला पनि रहन्छ है होइन त्यहाँ काट्दैछ यहाँ चाहिँ यहाँ चाहिँ यस्तो छ हाम्रो सबै युज भइसक्यो पूजा अनि यहाँ चाहिँ तन्ती घाम लाग्यो यस्तो घाम लाग्यो अनि यस्तो घाममा चाहिँ हाम्रो अङ्कलहरूले चाहिँ कुखुरा खुइलाउनु भएको छ यता अब यसलाई खुइलाएर घर लैजाने आफ्नो कुखुरा समातेर यो हो चढाएको होइन टाउको यो त हामीलाई त चढाउने होला नि हामी देउताले आफै देउताले खाने यो चाहिँ यस्तो घाममा यस्तोमा अनि हाम्रो आन्टीखेरि उहाँ पलेटिक कसेर ट्विजर लिएर दिउँ आन्टी ट्विजर लिएर यता छाता उडाउने उता नि छाता उडाउने मान्छे हाम्रो मम्मी दाउरा खोल्छाउने भाँच्ने दाउरा भाँच्ने अगेनामा हाल्ने अङ्कलले बाटोमा समझ रहे हो आप ल यहाँ चाहिँ अझै 2टा कुखुरा बाँकी छ बनाउनलाई यो डुङ्गा जत्रो पिरिङको मम्मी छाता नि भयो यहाँ यो कान्छाको यो साइलीको त्यो मेरो के अब हामी चाहिँ यहाँ खाजा साजा बनाएर खान्छौँ चटपट कस्तो यता नगर्ने त्यतै गर्ने यो त नि यहाँदेखि पछि चाहिँ हाम्रो चिया हामी यहाँ चटपट गराउँदैछौँ चटपट हाम्रो यो बहिनीले चटपट बनाउँदै हुनुहुन्छ यता भाउजूले चटपट बनाउँदै हुनुहुन्छ यता खर्च गर्नु निजानु है यतिको त हो त नि के यसले निम्बु त्यस्तो उता चाहिँ हाम्रो मेन कोर्स पाक्दैछ यहाँ चाहिँ हामी एकछिन स्न्याक्स खाने हो हाम्रो फेभरेट सबको फेभरेट यही हिजो हामीले सपती मागेको काट्न नमिल्दैछ कि खुर्सानी त्यही खरखर गरिदिने होइन अब होइन खोलेर ज्याकेट मात्रै लाउनु अङ्कल मलाई आजै लाग्नु
ब्लिच गर्ने हो। आँसु अघि धुपको धुवाले आँसु निस्केको अहिले पियाजले मोर्ला जस्तो। ओ माय गॉड हेलो के कसरी हो म एकचोटि हात धुन्छु कि थोरै पानी चाहियो तातो पानी कसो हुन्छ हौ म त पानी नै ल्याएँ कहाँ लाग्ने रहेछ त चक्कु निसाने अरू अघि ल्याएको बोतल हो यो पानी पूर्व कालमा हामीले न त पुर्खा बुढालाई सोध्यौँ न त हामीले कसैलाई सोध्यौँ केही विकट पनि छैन। हाम्रो घर भन्छ ओइगला सरका ओइगलाबाट भिरकोट मागो भिरकोटबाट बाकोट गएको भन्छ है। मेरो अनुसार मैले बुझाउनुसार बल्ल मेरो 4 पुस्ता मेरो बाजेको बाको बाजे बा गएको बाकोटमा यहाँबाट कहिले गएको भन्ने कुरा म चल्दासम्म अहिले म 4औं पुस्ता चलेको छु भन्ने मैले अनुमान गरेको छु। नत्र हामी 5औं 6औं पुस्ता पुगिसकेको जस्तो लाग्छ मलाई है। ओइगला सरका मेन हाम्रो त्यहाँ रहेछ र भाइहरूले धेरैले कुरा गर्नुभएको थियो कि यो मन्दिरलाई यहाँबाट हामीले कुललाई हामीले सार्छौँ। त्यो सार्ने विषयमा मैले कुरा सोध्दाखेरि तपाईँहरूले हामीले अब भन्छ आउने 3 साल 4 साल गर्छ भने हामीले प्रत्येक वर्ष गर्छौँ। त यहाँ निम पूजा गर्नु पर्ने अब बाइचान्स हामीले वैदिक गुरुबा लगायो भने बागोटमा लगाएर ठाउँमा राख्ने ठाउँ फेरि खोज्नु पऱ्यो। हामीले जग्गा खोज्नु पऱ्यो। जग्गा बनाएपछि फेरि मन्दिर पनि खोज्नु पऱ्यो। मन्दिर बनाउनु मन्दिर पनि ठुलो लगात लाग्छ। त्यस कारणले यहाँ मैले सोचेअनुसारले जो जहाँ छ पुर्खाहरूको यहाँको दाजुभाइ भेट हुने यहीँ नै स्थान यहीँ नै राख्ने अलिकति बाटोले गर्दा हो सालमा एकखेर हामी जम्मा हुनुपर्छ भन्ने एउटा उद्देश्य पनि हो। र हामी यसरी छरिएर बस्दाखेरि तपाईँ मैले अस्ति नै पहिला पनि जानकारी दिएको थिएँ कि अहिलेको अब के अरे फेसबुकबाट बिहाहरू हुने फेसबुकबाट के अरे लभ बस्ने हुन्छ। अब अहिले पो हामी यहाँ दाजु धेरै चलखेल छैन होइन नजिक छौँ। भोलिको दिनमा दाजु बहिनी बिहाउन सक्छ भन्ने एउटा चिजले हामीले यहाँको जान पहिचान हुन्छ चिन्नुपर्छ भनेर भनेको थिएँ। त्यस कारणले हामीहरू सालमा एक फेर आउने ठुलो कुरा होइन र आउँदाखेरि मैले भन्छु सालको एक फेरा गर्ने हो पितृ पूजा हो। त्यस कारणले मैले घरको सबै परिवार ज्यालटोको छुनेर यो दिन चाहिँ भव्य साथमा मान्नुपर्छ भन्ने मेरो विचार छ है। तपाईँहरूको कस्तो विचार छ? त्यस कारणले सालमा एक दिन बिताउनु छ। अब हामी जान्छौँ घरतर्फ। अब घर जाने हो बेबी। जाने हो चाहिँ घरै जाने हो सबैजना जाने अब घरतिर 4 बजे। हामी चाहिँ यसमा जाने हो यो जिपमा। आन्टीले लिनुभयो यहीँमा चढेको अघि हामी है। यसले पानी भन्ने जाँदैछौँ घरतर्फ। अब हामी जाँदैछौँ यो सालको पूजा भ्याइयो। अब अर्को साल बाई गरिदियो।